हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ लक्ष्मी पूजा। मैले चाहिँ पहिलेदेखि नै सोचिरहेको थिएँ, नसुतेर भए पनि म चाहिँ लक्ष्मी पूजा जसरी भए पनि गर्छु भनेर। म चाहिँ बिहान कामदेखि आउँदा नै ब्याङ्क गएर पहिले चाहिँ मैले लक्ष्मीलाई बाहिर निकालेँ, त्यसपछि भित्र आएको। मेरो चाहिँ नाइट काम भएर पनि सबै कुरा सजिलो भएको जस्तो लाग्छ। नसुतेर भए पनि मैले कामहरू गर्न सक्छु। तर कहिले कसो गाह्रो हुन्छ अनि निन्द्रा नपुगेर चाहिँ आँखाहरू दुखिरहेको हुन्छ अनि सबैभन्दा चाहिँ याददाश्त कमजोर भएको जस्तो फिल हुन्छ। त्यति बेला चाहिँ एकदम नराम्रो लाग्छ। आजको दिन चाहिँ म सुतेँ जम्मा 4 घन्टा सुतेर चाहिँ मैले यो सब चेन्ज गर्नुपर्ने थियो। मेरो चाहिँ फोन चार्जमा भएपछि मात्र मैले काम एकदम छिट्टो गर्छु के। फोन चार्ज लगाएर चाहिँ मैले सब काम भ्याएको अनि आफू पनि फ्रेस भएर आएँ। बिहानमा आउँदा चाहिँ नेपाली मार्ट बन्द थियो। नेपाली मार्टदेखि चाहिँ फुलहरू मालाहरू ल्याउन बाँकी थियो अनि मैले चाहिँ यो बनाएर म जान्छु भनेर मैले चाहिँ छिटो जे काम सोचेको हुन्छ त्यो काम चाहिँ कहिले पनि टाइममा हुँदैन क्या मेरो। अनि मैले चाहिँ यो लाइटमा अल्झेर यसैमा नै मैले आधी घन्टा लगाएँ। तर मैले हार चाहिँ मानेन के। जसो हुन्छ तसो हुन्छ, यसलाई म बनाएरै छोड्छु भनेर चाहिँ मैले लास्टमा बनाएर पनि छोडेँ। जसो तसो चप्काए पनि बल्यो पनि राम्रो पनि देखियो काम चलाउ। त्यसपछि चाहिँ म मार्ट जानलाई रेडी हुँदै थिएँ अनि मलाई चाहिँ सोचेँ कि एक्लै पनि कस्तो जाँगर लागेको हो मलाई भन्ने सोचिरहेको छु क्या म टाइममा कति बेला। अनि म फेरि अब मेरो मनदेखि सोच्यो भने चाहिँ त्यो पुरा गरेरै छोड्छु। म चाहिँ रेडी भएर मार्टतिर लागेँ। नेपाली मार्टमा चाहिँ हजारी फुल पाउँछ भनेर पनि मैले सोचेको थिएन। देख्दा चाहिँ कति खुसी लाग्यो। प्राइस सुन्दा एकछिन हेरेँ भएको, तर पनि म खुसी भएर लिएर आएँ किनकि जरुरी थियो आफूलाई। अनि अरू फुल चाहिँ मैले बाहिरदेखि चोरेको, आफ्नो रुमदेखि बाहिरदेखि, किनकि पूजा गर्ने फुल चाहिँ चोर्दा पनि केही फरक पर्दैन क्या, पाप लाग्दैन भनेर चाहिँ मैले सुनेको थिएँ। त्यही भएर चाहिँ मैले चोरेर लिएको। रङ्गोली बनाउने चाहिँ मसँग कलरहरू धेरै थिएन। 2वटा कलर र फुल मिक्स गरेर चाहिँ मैले जसोतसो आफूले जाने जति रङ्गोली बनाएँ। भिडियो हेरेर बनाएको, तर पनि त्यति पर्फेक्ट त भएको थिएन। तर बाहिरदेखि भित्रसम्म हेर्दाखेरि चाहिँ मलाई कस्तो राम्रो लागिरहेको। पूजा गर्ने ठाउँ मात्रै राम्रो बनाएर त भएन, आफू नि राम्री हुनु पर्यो। रात परिसकेको थियो, 9 बजेको थियो बत्ती बाल्ने सायद चाहिँ। अनि तर पनि मैले हल्का भिडियो बनाउनलाई हल्का आफूले जाने जति मेकअप गरेँ। अब मेरो साथीले हो मेरो मेकअप गरिदिन्छ चाहिँ फुल मेकअप सधैँ। मैले काम चलाउ चाहिँ अलिअलि चाहिँ आफूले पनि आउन चाहिँ, तर पनि आफूले हतारमा मेकअप गरेर चाहिँ फाइनल लुक्स यस्तो निकालेँ मैले। आफूलाई एकदमै राम्रो फिल गर्दैछु मैले चाहिँ। त्यसपछि म चाहिँ पूजा गर्नतिर लागेँ। पूजा गर्दा चाहिँ मैले मेरो साथीलाई एकदम मिस गरिरहेको थिएँ। सँगै भएको भए कति रमाइलो हुन्थ्यो होला। ऊ चाहिँ अहिले काम गर्दैछ होला सम्झिरहेको थिएँ मैले चाहिँ। अनि मैले चाहिँ बत्तीहरू बालेर भिडियोहरू बनाएँ। त्यसपछि त अब फेरि काममा जानु पर्यो। यो बत्ती चाहिँ बिहान साथी आउँदासम्म पनि बलिरहेको थियो अरे क्या, भन्दै थियो उसले चाहिँ। यति नै हो लक्ष्मी पूजाको भिडियो साथीहरू। थ्याङ्क यू फर वाचिङ द फुल भिडियो। बाई बाई।